आज देशभर जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइएको छ। नेपालको संविधान 2072 को धारा 24 मा छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक अधिकार सरह सुनिश्चित गरिएको छ। अहिले पनि कर्णाली प्रदेशका विभिन्न जिल्लाहरू र अन्य स्थानहरूमा छुवाछुत र अन्तर्जातीय विवाह गरेकै कारण ज्यान समेत गुमाएका घटनाहरू समाजमा घटेका छन्। नवराज विक लगायत 6 जना चाहिँ दलितहरूको चाहिँ हत्या भयो। अन्तर्जातीय विवाह हुन खोज्दा 6 जना दलितहरूको हत्या भएको, त्यहाँ चाहिँ हत्या भएको छ जातीय विभेदका कारण। जस्तै सेते दमाईको पनि टोलीमा चाहिँ जातीय विभेदकै कारण, अन्तर्जातीय विवाह हुँदा जातीय विभेदकै कारण चाहिँ सेते दमाईको पनि हत्या भएको छ। अझ पनि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारहरूले यसलाई व्यवस्था गरेको छ। कानुन एकदमै राम्रो छ, तर भएका कानुनलाई कार्यान्वयन गर्नको लागि स्थानीय तह नै जाग्नुपर्छ, प्रदेश तह जाग्नुपर्छ र केन्द्रीय नीतिहरूलाई कार्यान्वयनमा ल्याउनको लागि हामी सबै तह र तबकाबाट जागेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। कर्णाली प्रदेशमा गत वर्ष 8वटा जातीय विभेदका मुद्दा दर्ता भएका छन्। गाउँ, टोल, समाजमा हुने जातीय विभेदका घटनाहरू न्यूनीकरणका लागि व्यापक जनचेतना र गल्ती गर्नेलाई कडा कानुनी सजाय अहिलेको आवश्यकता हो। विष्णु शर्मा। जातीय छुवाछुत तथा कसूर सजाय 2072 को धारा 24 मा पनि जातीय छुवाछुत जस्तो जातीय छुवाछुत र कसूर यो चाहिँ जातीय रूपमा चाहिँ यो कुसंस्कार रहेको कुरा अवगत हुँदाहुँदै पनि 2068 सालमा जातीय छुवाछुत तथा कसूर सजाय लागू भएर पनि यसलाई कार्यान्वयनमा एकदम फितलो बनाएको छ, जसको लागि सरकारले यसलाई कुसंस्कारको रूपमा लिई यसलाई मनोवैज्ञानिक रूपमा नै लगेर प्रत्येक पालिकाले र प्रदेशले अथवा सङ्घीय सरकारले नै एउटा पाठ्यक्रममा यसलाई चाहिँ जातीय छुवाछुत एउटा कुसंस्कार हो भन्ने कुरा समेत गराएर सानो बच्चादेखि ठुला मान्छेसम्म, ठुलो वयोवृद्धसम्म अथवा राजनीतिक कर्मीसम्मलाई सचेत गराउनु जरुरी छ। जसले गर्दा धेरै मानिसहरू विवाह गरेकै घरमा, चुलो छोएकै न्युमा, पानी भरेकै न्युमा यो समाजको लागि देहत्याग गर्न नपरोस् भन्ने मेरो रहेको। सामाजिक रूपमा चाहिँ एकदम विशिष्ट अथवा गैर मानवीय हिसाबका यो संस्कारहरू, कुसंस्कारहरू रहेका छन्, जसले गर्दा चुलो छोएकै न्युमा मान्छे मारिनुपर्ने, पानी खाएकै न्युमा मान्छे मारिनुपर्ने, कसैको घरको आँगनमा बसेको न्युमा मान्छे मारिनुपर्ने, कसैलाई विवाह अथवा माया गरेर विवाह गरेकै भरमा चाहिँ मान्छे मारिनुपर्ने, यो खालको परिवेशलाई चाहिँ अन्त्य गर्नुपर्छ भन्ने हाम्रो धारणा रहेको छ। बस्न हुने उसले बनाएको, दियो बाल्न हुने उसले बनाएको, अब त्रिशूल हुने, अब त्यही मान्छेलाई काटेपछि उसको रगतै रातै हुन्छ। अब अरू जातिहरूको रगत पनि रातै हुन्छ। किन त यो छुवाछुत गाउँ समाजमा, अब टोलमा, कुनै ठुलो ठाउँमा, सानो ठाउँमा किन यो छुवाछुतको अनि सबै नागरिकहरू मिलेर छुवाछुत अन्त्य गर्नुपर्छ। सामाजिक न्यायहरूको कुरा जो छ अहिले, त्यो सामाजिक न्यायलाई चाहिँ अब हामीले समान रूपले चाहिँ सबै मानिसलाई एक ठाउँमा ल्याउनुको लागि समान रूपले चाहिँ त्यो सामाजिक न्यायलाई कार्यान्वयन गरेर पनि जानुपर्छ। अनि मैले एउटा कुरा के राख्नु खोजेँ भन्दाखेरि, सधैँभरि यो दलित भनेको चाहिँ के हो त? दलितलाई हामीले त्यो दलित भन्ने पनि मानिस नै होला नि, होइन र? दलितलाई हामीले चाहिँ अछुत बनाएर अहिलेसम्म पनि त्यो कानुन बनिरहँदा पनि हामीले चाहिँ त्यसलाई चाहिँ अहिलेसम्म पनि अछुत बनाएर राखिराख्नु पर्ने, यसलाई चाहिँ अछुत बनाउनु पर्ने कुरा हो कि होइन? दलित भनेको चाहिँ त्यो पनि मानिसै हो। त्यो मानिसलाई चाहिँ विभेद गर्नुपर्ने, एउटा मान्छेले अर्को मान्छेलाई विभेद गरेर सृष्टिले दिएकै कुरालाई चाहिँ चुनौती दिएको कुरा बुझिन्छ क्या। यो सृष्टिमा मानिस जन्मिया हो नि त, दलित भनेर जन्मिया होइन नि त, जात जन्मिया होइन नि, एउटा महिला र पुरुष जन्मिएको हो। त्यो महिला र पुरुषको बिचको सम्बन्धलाई कसैले कायम गरेर अगाडि बढ्छौँ भनेर लाग्छ भने अनि चाहिँ जातीय विभेदका कुरा ल्याएर चाहिँ त्यसलाई उसमाथि चाहिँ अन्याय गरिराख्नुपर्ने होइन त। पनि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारहरूले यसलाई व्यवस्था गरेको छ। कानुन एकदमै राम्रो छ, तर कानुनलाई कार्यान्वयन गर्नको लागि अझ पनि स्थानीय तह, प्रदेश तह र केन्द्रीय तहहरू कानुनलाई कडा गर्नको लागि एकदमै सुचारू रूपमा भएका कानुनलाई कार्यान्वयन गर्नको लागि स्थानीय तह नै जाग्नुपर्छ, प्रदेश तह जाग्नुपर्छ र केन्द्रीय नीतिहरूलाई कार्यान्वयनमा ल्याउनको लागि हामी सबै तह र तबकाबाट जागेर
अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। यो दैलेख जिल्लाको सेरोफेरोमा हेर्दाखेरि जातीय छुवाछुत भएको होइन, देखिरहेको छ छुवाछुत भएको। कानुनी प्रोसेसमा पनि गइरहेको कुरा देखिन्छ र कानुनी प्रोसेसमा जाँदा जुन व्यावहारिकता हुन्छ र यो जातीय छुवाछुत भयो भनेर जुन कानुनी प्रोसेसमा गइन्छ त्यहाँ प्रोसेसमा जाँदै के हुन्छ त भन्दाखेरि व्यावहारिकताको हिसाबले अब यो चाहिँ होइन, अब गाउँघरको समाजको चलन हो, यस्तो संस्कृति रीतिरिवाज समाजले यस्तै गरेको छ र यसमा हामी मुद्दा मामिलामा जानु हुँदैन भन्ने पीडितहरूको पनि भनाइ हुन्छ र पीडकहरू त अब तिनीहरूले पीडितलाई कसरी नै लाल्छ के अरे मोहमा पारेर कसरी नै मुद्दा नचलाउने भन्ने जुन यो हाम्रो दैलेखको सेरोफेरोमा देखिन्छ। यसका विरुद्ध चाहिँ हामी जातीय छुवाछुत विरुद्ध चाहिँ हामी सबै लाग्नुपर्छ। अब हाम्रो जिल्लाको सवालमा मात्र नभइकन हाम्रो नेपालभरि नै हाम्रो संवैधानिक व्यवस्था अनुसार पनि राज्यले कानुनीको विषयमा कानुनबाट एकदमै सहायता प्राप्त गर्न नसक्ने, एकदमै कानुनका अपेक्षा गर्ने जुन नागरिकहरू छन्, जो चाहिँ महिलाहरू छन्, बालबालिकाहरू छन्, वृद्धहरू छन्, अल्पसङ्ख्यकहरू छन्, जनजातिहरू छन् र राज्यले त्यस्ता व्यक्तिहरूलाई कानुनी दायराभित्र रहेर समग्र सेवा दिनुपर्ने सवालमा एउटा चाहिँ जिल्लाको सवालमा अदालतभित्र चाहिँ निःशुल्क कानुनी सहायता दिने भनेर वैधानिक कानुनी व्यवसायलाई त्यसको पक्षको रूपमा चाहिँ काम कारबाहीको लागि नियुक्त गरेको छ।